मेरो चाहिँ मछिन्द्र कुलुङ हो। हजुर अब मेरो त घर भनेको मागलुङ गाउँपालिका साविक वार्ड 1 यहाँको बारी चाहिँ गोरखसीबाट यही बेस क्याम्पसम्म हो। दिनमा अब त्यही 2 बारी जति पुऱ्याउन सकिन्छ। म्याक्सिमम् त्यसमा कमायो भनेको 3000 देखि 3200 हुन्छ। भात खाना भनेको 1800-1900 लाग्छ। त्यो पैसाले चाहिँ अब परिवार खर्च, बच्चालाई पढाउने खर्च, त्यस्तै लुगा फाटो किनिदिने त्यस्तै खर्च गर्छ। पुग्दैन सर तपाईँको। अब यस्तै बारी बोकेर पनि धेरै अब ऋणहरू काटेरै अब त्यस्तो सङ्घर्ष गर्नुपर्छ नि सर। अनि त गाउँमा त्यो ऋण काट्यो भने त ब्याज कति लाग्छ? ब्याज त सर 10% वार्षिक कि महिना? महिना अनि सर तपाईँको यो अब यस्तै छ सर। अब नेपालमा अब रोजगारको आधार हुँदैन। अब बारी बोक्नु पर्छ। अब यसरी आफूले पनि खानुपर्छ। 2 पैसाले त्यही बच्चालाई खर्च हुन्छ। प्रायको जेस होला सर अब कमाइ बचत जेस अब 175% चाहिँ जेस अब म जस्तै अब होला जस्तो लाग्छ। लाइफमा सर म चाहिँ यसरी चित्त बुझाउँछु सर। जेस अब यस्तै होला जन्मिँदाको जेस अब आफ्नो होइन अब दुःख पाउने सुख पाउने भनेको त आफ्नो आफ्नो भाग्यको खेल हुन्छ होला जस्तो लाग्छ सर। त्यो भएर चाहिँ म जेस अब म सुखी भएर फेरि अब दुःखी जिन्दगी बिताइरहनु पनि अब जेस अब त्यति मलाई अब थाहा नै हुँदैन। किन दुःखमै अब दुःख पाउने मान्छे दुःखमै रमाउनु पर्यो नि सर जस्तो लाग्छ कि मेरो विचारमा है। कुनै त कामको अब एउटा सिलसिला चाहिँ अब मिलाएर नेपाल सरकारले यत्रो विदेश जेस अब युवाहरू नेपालकै युवाहरू वैदेशिक रोजगारतिर जाने होइन त्यस्तो पनि जेस अब हजारौँ करोड त भइरहेछ नि सर होइन यस्तोहरूलाई चाहिँ जेस अब कुनै अब देशहरूसँग सहयोग मागेर भए पनि नेपाल सरकारले चाहिँ जेस यही आफ्नै देशमा चाहिँ रोजगारको एउटा माध्यम सिर्जना गरे भने चाहिँ कुनै चेन्ज हुन सक्छ कि भन्ने चाहिँ जेस एउटा मेरो मनोबल चाहिँ हुन्छ।